अनि गरे चाहिँ के त यो गरे चाहिँ के त अहिले के भन्नुभयो अहिले यदि त्यहाँनिर अब सर जस्तो कि मानव निमित्त अहिले पो म निमित्त छु त मैले निमित्त हुँदाखेरि काज दिएँ किनभने मलाई काम उहाँको काम आवश्यकता परेको थियो उहाँ जानुभयो उहाँले काम तमाम गर्नुभयो आउनुभयो अब स्वीकृत गर्दाखेरि जुन अब उहाँले जुन पेमेन्ट लिनुहुन्छ नि त्यो गए बापतको हो त्यो पेमेन्ट लिँदाखेरि चाहिँ कार्यालय प्रमुखको स्वीकृति हुनुपर्छ क्या अब त पेमेन्ट दिन्नौ भन्न खोज्नु भएको होइन त्यस्तो होइन उहाँको स्वीकृति भयो उहाँ जानुभएको छ त उहाँलाई दिनु परेन उहाँ जानुभएको छ त नदिएर सुको पाए अझै पनि जानु भएको छै भन्नु अनि अब जानुभएको छैन भने त उहाँलाई चाहिँ कठघरामा उभ्याउनु पर्ने कुरा हो नि त जानुभएको छैन मैले पठाएको चिज उहाँले लिएर जानुभएको छ त्यहाँ सबमिसन गर्नुभएको छ अनि जानुभएको छैन भन्न मिल्छ त यी कर्मचारीहरूले फर्जी डकुमेन्ट बनाए भत्ता पचाए खाए सरकारी पैसामा मोज गरे विषय त होइन सरकारी पैसामा यिनीहरूलाई मोज गराइयो मोज गर्न दिइयो मोज गर्न लगाइयो आफूलाई मन परेका कर्मचारीहरूलाई सरकारी पैसा यसरी बाँडियो यसरी दुरुपयोग गराइयो त्यहाँका हाकिमहरूले गराए यसरी गराए यो हो महत्त्वपूर्ण कुरा कर्मचारीले त पाए खाए त्यहाँको हाकिमले स्वीकृत गर्ने फर्जी डकुमेन्टमा साइन गर्ने र कर्मचारीलाई सरकारी पैसा दुरुपयोग गराउने यो कार्य गर्ने यसको प्रमुख जवाबदेही त्यहाँका कार्यालय प्रमुख हुन् कार्यालय प्रमुख कार्यालयमा भेटिएनन् सबै कुराहरू निर्देशकसँग ठोकिएका छन् यो आर्थिक अनियमितता यो आर्थिक मनपरी जुन छ यो सबै निर्देशक यसको प्रमुख जवाबदेही हो तर निर्देशक यहाँ नभएको जानकारी प्राप्त भएको छ हामीले पछिल्लो 2 वर्ष यता अहिलेको आर्थिक वर्षमा र अघिल्लो आर्थिक वर्षमा यसरी भत्ता खाने कुन कर्मचारीहरू कहाँ भ्रमण आदेश लिएर गए र त्यो बापत उनीहरूलाई कति भत्ता कति भुक्तानी गरियो कति पैसा भुक्तानी गरियो भनेर हामीले लिखित रूपमा त्यहाँका सूचना अधिकारीलाई सूचना माग गरेर फर्क्यौँ समाचार प्रयोजनको लागि सूचनाको हक सम्बन्धी ऐन 2064 बमोजिम तपसिलका प्रमाणित सूचना पाऊँ भनेर मैले भनेको छु आर्थिक वर्ष 2080-81 तथा 81-82 मा त्यहाँ कार्यालयबाट को कर्मचारीहरू भ्रमण आदेश लिई कहाँ कार्य गर्न जानुभयो र सो बाबत कुल कति रकम कार्यालयबाट भुक्तानी भयो प्रमाणित सूचना पाऊँ भनेर भनेको छु यो सूचना अधिकारीज्यूलाई मैले दिएँ धन्यवाद सर हामी जुन ऐनमा लेखा छ सोही बमोजिम हजुरलाई सूचना उपलब्ध गराउँछौँ थ्याङ्क यू सूचना माग गरेको आज यो कार्यक्रम प्रसारण हुँदाखेरि सम्भवतः 11 दिन भयो तर सूचना पाइएन लिखित सूचना छोडेको पाइएन सूचना दिँदैनन् को कर्मचारीहरू कहाँ भ्रमण आदेश लिएर के कामको लागि गएका हुन् र तिनीहरूलाई कति पैसा बाँड्यो भनेर माग गरेको छैन अहिलेसम्म आइपुगेको छैन 11 दिन भयो अहिलेसम्म आइपुगेको छैन यस विषयमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको गम्भीरतापूर्वक